यहाँ सबैजनालाई नमस्कार। म परविन्दर कापर। आजको यो भिडियो हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रका लोकतान्त्रिक दलहरू र मान्य प्रतिनिधिज्यूहरूको लागि। महोदय, यदि साँच्चीकै तपाईहरू यो मुलुकमा गणतन्त्रको आयु लामो गर्न चाहनुहुन्छ भने, यदि साँच्चीकै तपाईहरू भविष्यमा यो राष्ट्रमा गणतन्त्रलाई नियन्त्रणता राख्न चाहनुहुन्छ भने गम्भीर भएर अब बन्द परेका हाम्रा कर कारखानाहरू र आवश्यकता अनुसारका थप कारखानाहरू सञ्चालन र सुचारू गर्नै पर्ने हुन्छ। हामी नेपालीसँग कर कारखानाका अभ्यास छ, नभएको होइन। आजभन्दा 3-4 दशक पहिला हाम्रा कर कारखानाले उत्पादन गरेका वस्तुहरू एसियाका कतिपय राष्ट्रमा हामीहरूले सप्लाई गर्ने गर्थे। वीरगन्जका चिनी मिल, गोर्खा रबर कारखाना, भिरकुटी कागज कारखाना, यस्ता कतिपय कारखानाहरू थियो जुन हामीहरूले मजाले चलाएका थियो र एसियाका कतिपय राष्ट्रमा हामीहरूले आफ्नो उत्पादन गरेका वस्तुलाई सप्लाई गरेकै थिए। हामीहरूले अभ्यास छ त हामी नेपालीसँग, नभएको होइन। अब गम्भीर भएर हामीहरूलाई फेरि कर कारखानातिर जानै पर्छ, सोच्नै पर्छ आत्मनिर्भर हुनुका निम्ति। 17 खरब बजेट भएको हाम्रो यो देश, हाम्रो देशमा कतै पनि यो बजेटको सदुपयोग भइराखेको छैन। भ्रष्टाचार बढेकै छ। तर अब हामी नेपालीसँग एउटै गल्ती पटक पटक दोहोऱ्याइराख्ने जतिको समय छैन। अब महोदय, कहिलेसम्म हामी आफ्नो देशका जग्गा जमिन बन्जर राख्ने, उब्जनी भएका जमिनहरूमा पोखरी खनाएर जमिन नाश पार्ने र हाम्रा छिमेकी राष्ट्र भारतसँग आखिर कहिलेसम्म किनेर खाने होला? विचार गर्नुस् महोदय। यो राष्ट्र दान अनुदान, जनतामाथि कर मागेर, कहिले धर्म बेचेर, कहिले कर कारखाना बेचेर यसरी गरेर चलाइएको छ। अरे हामी आत्मनिर्भर कहिले हुने महोदय? हाम्रो गाउँमा हाम्रो बाउबाजेले भन्ने गर्थ्यो, बाबु आफ्नो खुट्टामा उभिनुपर्छ। भन्नुको अर्थ आत्मनिर्भर हुनुपर्छ। जब एउटा सामान्य व्यक्ति आत्मनिर्भर हुँदैन भने, त्यसको भविष्य राम्रो हुँदैन भने, यो हाम्रो 3 करोड भएका राष्ट्र के गरी विकास गर्ने हो? के गरी भविष्यमा निरन्तरता राख्ने हो? सर, ये सब विचार गर्नै पर्ने कुरा हो। गम्भीरका साथ अब कदम चाल्नु पर्ने छ हामी नेपालीलाई। नभए सर, यो राष्ट्र हाम्रो एकदमै कमजोर भइसकेका छन्। एउटा गाउँमा कुनै एउटा लाचार परिवार हुन्छ, कमजोर परिवार हुन्छ, उहाँलाई यदि कसैले मद्दत गरेन भने, कसैले ऋण अथवा कसैले दान गरेन भने उसको परिवार चलाउन एकदमै गाह्रो हुन्छ नि। त्यस्तै यो वर्ल्ड लेभलमा 205-10 देश भएका यो विश्वको वर्ल्ड लेभलमा हाम्रो नेपालको अवस्था एक्ज्याक्ट यस्तै छ। कसैले ऋण दिएन भने, कसैले दान अनुदान दिएन भने, यी हाम्रा नेपालीलाई कसैले रोजगार दिएन भने हाम्रो देश चलाउन एकदमै गाह्रो हुन्छ। विचार गर्नुस् महोदय। बन्द परेका हाम्रा कर कारखानाहरू आवश्यकता अनुसारका
थप कारखानाहरू सञ्चालन र सुचारू हामीलाई गर्नै पर्ने हुन्छ र यसका धेरै फाइदाहरू छ महोदय। यो कारखानाहरू हामीले यदि सञ्चालन गर्न पायो भने हाम्रै देशमा लाखौँ किसानलाई रोजगार दिन सक्छौँ, हजारौँ युवालाई खाडी जान रोक्न सक्छौँ। यो देशमा हामी जनतालाई सस्तो मूल्यमा वस्तु उपलब्ध गराउन सक्छौँ, देशको तन्त्र बलियो गर्न सक्छौँ, जीडीपी हाम्रो माथि बढाउन सक्छौँ। बिस्तारै बिस्तारै भए पनि हामी नेपाली आत्मनिर्भर हुनेछौँ र सबभन्दा ठुलो र असल कुरो आउने हाम्रो भविष्यमा जुन पिँढी छन् उसको लागि एउटा आत्मनिर्भर नेपाल छोडेर जानेछौँ। अब महोदय माग्ने होइन, अब जनताको खुन बेच्ने होइन, मेहनत गर्ने बेला आएको छ महोदय। सबैभन्दा अगाडिको इतिहास हो हाम्रो, सबैभन्दा पुरानो इतिहास हो। महाराज जनक, माता सीता, गौतम बुद्ध, बाबा पशुपतिनाथको भूमि हो यो। तर आज सबैभन्दा अगाडि भएको इतिहास हाम्रो, आज हामी सबैभन्दा पछाडि परेका छौँ नेपालीहरू। भ्रष्टाचारलाई निरन्तरण गर्नै पर्ने हो, नगरिकन अब हुँदैन। अरे हामी नेपाली जापानका उदाहरण दिन्छौँ तर जापानीहरू जस्तो छैनौँ। दोस्रो विश्वयुद्धमा जापान एकदमै कमजोर भइसकेका, एकदमै पछाडि परिसकेका थिए। तर त्यहाँका नेताहरू यस्तो राष्ट्रवादी थियो कि जुन काबारामा खराब भएको जुन भेहिकलहरू थियो त्यसलाई रिपेयरिङ गरेर चरेका छन्। र त्यहाँका जनताहरू पनि आफ्नो सुन देशमा अर्थतन्त्र कमजोर भएको कारणले गर्दा सरकारले चलाउन दिएका हो। तर यहाँ हाम्रो नेपालमा त नयाँ भेहिकलहरू चाहियो, भन्सारमा थुपारिएका भेहिकलहरूको इन्जिन काटेर दलाललाई बेच्ने प्रक्रिया यहाँ जारी छ। तर त्यसलाई उपयोग गर्ने प्रक्रिया यहाँ कहिले पनि सोचेन र कहिले पनि यो प्रक्रियालाई बुझेन। यहाँ त लुट्नु पर्यो सबैलाई। पुरानो गाडी कसरी चढ्ने त हाम्रो नेपाली महान व्यक्तिहरू? आखिर मागेर त चलाइएको छ नि देश। विचार गर्नुहोस् महोदय, एकदमै अन्तिम अवस्था आएको छ अब हाम्रो। अहिले पनि विचार गरेन भने पक्कै हाम्रो भविष्यमा अस्तित्व रहने छैन महोदय। नबिर्सिनुहोस् हाम्रो छिमेकी राष्ट्रहरूलाई जुन ऋण खाएर उहाँहरूको अवस्था आज के भएको छ। देर लाग्दैन हामी नेपालीहरूको यस्तो अवस्था आउन, यदि यस्तै प्रक्रिया जारी राख्यो भने। सबैजना एकजुट भएर अब हामी नेपाली हाम्रो राष्ट्रका हितका निम्ति कदम चालौँ न, विकासका निम्ति कदम चालौँ न। भिडियो धेरै लामो हुन्छ र यो भिडियोबाट बिदा लिनुभन्दा पहिला म माननीय प्रतिनिधिज्यूहरूलाई अनुरोध गर्न चाहन्छु, महोदय मात्र मतदानको पेटीको होइन, यो देशको चेली बेटीको पनि सुरक्षा गर्नुहोस्। धन्यवाद।